अहिले चाहिँ म रातो घर भन्ने ठाउँमा यी पाहुनाहरूसँग आएको छु। यहाँ मेरो चेलीहरूसँग। अनि त्यहाँदेखि रातो घर भन्ने ठाउँमा पहिला पनि आइएको थियो। अहिले पनि म घुम्दै घुम्दै रातो घर भन्ने ठाउँमा आएको छु। यहाँ चाहिँ अहिले भनेको फेरि राम्रो बन्दै रहेछ। यसो के अरे यसको वरिपरि पर्खाल के व्यवस्थाहरू हुँदै रहेछ राम्रो बनाउनको लागि। साथीहरू यहाँ यस्तो वालहरू लगाइया रहेछ यस्तोरी। अनि अब यस्तो राम्रो ठाउँमा हैन, यस्तो कोरेर के कोरेर अलिकति यो चाहिँ भएन हौ। सबै आउने ठाउँमा हेर यहाँनिर सबै यस्तो कोरेर चाहिँ अलिक राम्रो भएन छ। अब यो कोरेर चाहिँ खत्तम गरे। यहाँको चाहिँ प्रथम कुरो चाहिँ म काठको बुट्टाहरू चाहिँ राम्रो लाग्छ, छैन होला। अनि यो बुट्टाहरू चाहिँ सबभन्दा मेन चाहिँ बुट्टाहरू। तर यो त खै भर्खर फेरि बनाउन आँटेको बनाउनै आँटेको।